हेलो नमस्ते सबैजनालाई। आज चाहिँ हामी पुटिन बे साउथ बेस आइल्यान्ड जाँदैछौँ। समर लागेदेखि चाहिँ पर्सनली त्यस्तो कतै गइएको थिएन कामले गर्दा। आज चाहिँ समय मिलाएर हामी घुम्न भनेर निस्किएका छौँ। हामी चाहिँ बिहानको 9 बजेतिर निस्किएका थियौँ। हामीलाई त्यहाँ पुग्न चाहिँ लगभग 1 घण्टाको समय लागेको थियो। हामीले त्यहाँ पुगेर हाम्रो गाडीलाई पार्किङमा राख्यौँ। त्यसपछि चाहिँ हामी फेरीको टिकट काट्न भनेर गयौँ। हामी चाहिँ टोटल 10 जना गएका थियौँ। सबैजना जम्मा भएर हामीले चाहिँ फोटो खिच्ने भिडियोहरू बनाउने अलरेडी गरेर एकैछिन त्यहाँ टाइम स्पेन्ड गऱ्यौँ। अनि त्यसपछि चाहिँ हामी फेरी चढ्नलाई भनेर लाइन बस्नलाई गयौँ। एकैछिनमा हाम्रो फेरी पनि आइपुग्यो अनि हामी चाहिँ फेरी चढ्न भनेर गयौँ। अनि हामी चाहिँ फेरीको माथि बस्नलाई भनेर गयौँ। माथि बस्यो भने चाहिँ भ्यू राम्रो आउँछ भनेकाले हामी माथि गएका थियौँ। नभन्दै भ्यू पनि राम्रो देखिरहेको थियो माथिबाट। हामीले त्यहाँबाट भ्यूहरूलाई इन्जोय गऱ्यौँ। एकैछिन वेदर पनि राम्रो थियो, घाम लागेको थिएन, सो हामीलाई सजिलै भएको थियो। लगभग 20 देखि 25 मिनेटमा चाहिँ हामी आइल्यान्ड पुग्यौँ। फेरीबाट झरिसकेपछि हामी आइल्यान्डतिर लाग्यौँ। त्यहाँनेरि चाहिँ वेलकम टु पुटिन बे साउथ बेस आइल्यान्ड लेखिएको थियो। त्यहाँबाट अलिकति अगाडि गइसकेपछि चाहिँ त्यहाँनेरि कार्डहरू रेन्टल पाउने ठाउँ थियो। हामीले चाहिँ अघिल्लो दिनै कार्ड बुक गरिसकेका थियौँ। सो हामीले जहाँबाट बुक गरेको थियो त्यहीँबाट कार्ड लियौँ। मलाई चाहिँ यो कार्डहरू हेरिरहँदाखेरि नेपालको याद आइरहेको थियो। नेपालमा पनि यस्तै मयुरीहरूमा चढेको जस्तो भाइब्स आइरहेको थियो। हामीले चाहिँ 2टा कार्ड लिएको थियौँ। एउटा 6 जना अट्ने अनि 1 जना 4 जना, हामी टोटल 10 जना थियौँ। त्यही भएर अनि हामीले चाहिँ त्यहाँबाट आइल्यान्डको यात्रा सुरु गऱ्यौँ। काठमा बसेर भ्यूहरू हेर्न चाहिँ एकदमै धेरै रमाइलो भइरहेको थियो। त्यहाँनेरि चाहिँ फ्लाइटमा आइल्यान्डको भ्यू हेर्न मिल्ने पनि व्यवस्था थियो। त्यसै गरी हामी चाहिँ त्यहाँको भ्यूहरू हेर्दै अगाडि गइरहेका थियौँ। घुम्दै अलि अगाडि जाँदा चाहिँ त्यहाँनेरि एउटा पार्क थियो अनि हामी चाहिँ पार्कमा घुम्नलाई भनेर गयौँ। त्यहाँनेरि चाहिँ गल्फ खेल्ने पार्क थियो अनि त्यहाँनेरि चाहिँ सँगै ब्लू वाटरहरू पनि थियो। हामीलाई चाहिँ ब्लू वाटरले एकदम अट्र्याक्ट गर्यो। हामी एकैछिन त्यहाँनेरि घुम्यौँ। अलि फोटो भिडियो खिचेर अनि हामी फेरि त्यहाँबाट काठमा निस्कियौँ। एकदम धेरै घाम लागेको कारण हामीलाई गर्मी भइरहेको थियो अनि भोक पनि लागिरहेको थियो। सो हामीले चाहिँ हाम्रो कार्ड एउटा रेस्टुरेन्ट अगाडि राख्यौँ। मैले चाहिँ बर्गर अर्डर गरेको थिएँ। सबैजनाको खाना आइसकेपछि सबैजना एकैछिन त्यहाँ बसेर रेस्ट गऱ्यौँ, खायौँ अनि एकछिनपछि फेरि हामी चाहिँ घुम्न भनेर काठमा निस्कियौँ।
अलिकति अगाडि गइसकेपछि त्यहाँ चाहिँ एउटा अग्लो टावर थियो। हामीले चाहिँ अनि त्यहाँनिर रोक्यौँ हाम्रो कारलाई अनि एकैछिन टावर वरिपरि घुम्ने भनेर गयौँ। यो टावरको माथि चाहिँ चढ्न पनि मिल्ने थियो, $10 लाग्ने रहेछ, तर हामी चाहिँ चढेनौँ। त्यसको वरिपरि हामी एकैछिन घुम्यौँ, फोटोहरू खिच्यौँ, भिडियोहरू बनायौँ। त्यसपछि चाहिँ फेरि हामी त्यहाँबाट निस्कियौँ। हामीले चाहिँ यहाँनिर एकैछिन बसेर स्विमिङ पनि गरेका थियौँ। त्यो दिन चाहिँ एकदमै धेरै गर्मी थियो। हामीलाई घाटमा हिँड्दा हिँड्दा धेरै गर्मी भएर आइसक्रिम खान भनेर रोकियौँ। आइसक्रिम खाइसकेपछि अब हामी त्यहाँबाट निस्केर हाम्रो फेरी लाग्ने ठाउँतिर जाँदैछौँ। फाइनली हामी चाहिँ हाम्रो फेरी लाग्ने ठाउँमा आइपुग्यौँ अनि हामी घर लाग्यौँ। बाई बाई।